किन हुतियाएर मैले भनेको हो भने नि अहिलेसम्म संसारको इतिहासमा कहीँ कतै पनि हाम्रो देशले अरूको भूमि मिचेको छ भने राष्ट्र पर्व कहीँ पनि छैन, संसारमै छैन। हेर्नुहोस्, त्यसैले मैले हुतियारा भने कहीँ पनि छैन। र त्यति मात्रै होइन, भारत हाम्रो चाहिँ तपाईँको भारत छिमेकी देश भारत, त्यहाँको आधिकारिक सरकारी तपाईँको चाहिँ वक्तव्य लगायत त्यहाँको चाहिँ सांसद मन्त्री सदनमा अहिलेसम्म इतिहासमा नेपालले हाम्रो भूमि मिच्यो भनेको छैन। अब यो हुतियाएर प्रधानमन्त्री चाहिँ तपाईँको चाहिँ हामीले मिचेका छौँ भनिदिनु पर्ने, कस्तो अचम्मको देश। अनि उसले मस्याकरण गर्नुपर्ने। अनि म हेर्दै गएँ किन यस्तो बोलेछ भने मैले त्यही दिन प्रतिज्ञा गर्न लागेको थिएँ। तर मैले के सोचेँ भने जे भए पनि मेरो देशको कार्यकारी प्रमुख हो, मैले त्यसो गर्नुहुन्न भनेर मैले एकछिन चुप्प बसेँ। त्यस पछाडि मैले यसो हेर्दै गएको, हेर्नुहोस् यो किन भनेछ भनेको उहाँलाई के थाहा रहेछ भने सम्माननीय प्रधानमन्त्रीज्यू लगायत तपाईँको चाहिँ कहीँ नभएको हुतियाएर प्रधानमन्त्री हाम्रै देशमा। हेर्नुहोस्